नमस्ते सम्पूर्णमा तपाईहरु यदि सोशल मिडियामा धेरै एक्टिभ हुनुहुन्छ र तपाईहरुले सोशल मिडियामा फोटोहरु अपलोड गर्ने तपाईहरुको धेरै इच्छाहरु छ र तपाईहरुलाई धेरै सिनहरु चाहिएको छ अथवा तपाईहरुलाई धेरै कपडाहरु कलरको अथवा अलग अलग कलरहरुमा तपाईहरुले फोटो खिचेर सोशल मिडिया फेसबुक इन्स्टाग्राम कुनै पनि सोशल मिडियाको प्लेटफर्ममा तपाईहरुले फोटोहरु अपलोड गर्न चाहनुहुन्छ भनेपछि तपाईहरुलाई आज म टिप्सको ज्ञान दिदैछु। तपाईहरुले हेर्नु होला यो भिडियो लास्टसम्म र तपाईहरुले पनि सोशल मिडियामा एआई प्रयोग गरेर तपाईहरुको फोटोहरु अलग अलग बनाउन सक्नुहुनेछ। ओरिजिनल फोटो हो र यो हेर्नुस् डुप्लिकेट फोटो, ओरिजिनल फोटो, डुप्लिकेट फोटो, ओरिजिनल फोटो, डुप्लिकेट फोटो। ल हजुरहरु आउनुस् है त, म हजुरहरुलाई छोटोमा सर्टकटमा सिकाउन कोसिस गर्नेछु। सबैभन्दा पहिला व्हाट्सएपमा जाउँ। यो तपाईले कुनै पनि व्हाट्सएप अथवा फेसबुक अथवा इन्स्टाग्राम कुनैमा पनि पाउनुहुन्छ यो मिटा एआई। तर व्हाट्सएपमा सर्टकट भएको हुँदाखेरि म हजुरलाई व्हाट्सएपमा देखाउन कोसिस गर्नेछु। यहाँ एउटा आइकन हैन ग्रीन रेड और ब्लू टाइपको एउटा गोल सर्कलमा देखिरहनु भएको होला। यसलाई थिच्नु होला। यसलाई थिचिसकेपछि मेरो नाम यहाँ देखायो हाई मुङसेप भनेर। तपाईहरुको जो सेभ गर्नु भएको छ तपाईहरुको त्यो नाम देखाउँछ। सबभन्दा अब तल हेर्नुस्, यहाँ जहाँ मेसेज लेखेको छ मेसेजमा तपाईको क्यामेराको आइकन देखाएको छ, यसमा थिच्नु होला। अब यसमा थिच्ने बित्तिकै तपाईको यहाँ फोटोहरु देखाउन सुरु गर्छ र म एउटा तपाईलाई फोटो बनाएर देखाउन कोसिस गर्नेछु। अब म यहाँ फोटो खोज्दै छु र एकजना यो वाला मैले सिलेक्ट गरे। यहाँ सिलेक्ट गरिसकेपछि अब तपाईले यहाँ कोही पनि हो लेख्न पनि सक्नुहुन्छ अथवा भोइस गरेर पनि पठाउन सक्नुहुन्छ। मैले लेखे, के लेखे भनेपछि गिभ मी 3D फोटो, 3D फोटो आर्ट। अब मैले यसलाई सेन्ड गरिदिएँ। सेन्ड गरिदिसकेपछि यो गयो र यहाँ अहिले तपाईलाई उसले बनाउँदैछ। यहाँ 3 वटा डट लाइन चलिरहेको देख्नु भयो होला। त्यो अब मलाई उसले बनाएर पठाइन्छ। ल हेर्नु होला, अब मेरो बनेर आइसक्यो। ल हेर्नुस्, यो हेर्नुस्, यो मेरो 3D कार्टुन हो र तपाईलाई ओरिजिनल यो हो ओरिजिनल फोटो। यसै गरी तपाईहरुले अर्को म एउटा फेरि तपाईहरुलाई देखाउने कोसिस गर्नेछु। फेरि यहाँ जानुस्, तपाईलाई कुनै पनि हो मेरो यो फोटो राखे। यो फोटो राखेर मैले अब मेरो फोटोलाई ब्याकग्राउन्ड चेन्ज गर्ने कोसिस गर्नेछु। चेन्ज माई ब्याकग्राउन्ड फोटो मानम माउन्टेन। ल हेर्नुस्, म कस्तो ठाउँमा थिएँ। ल हेर्नुस्, यो मेरो यस्तो ठाउँमा थिएँ र मेरो ब्याकग्राउन्ड चेन्ज गरिदिएर माउन्टेनको दियो, यसरी बसेको। सायद तपाईहरुले अब यसमा धेरै चीजहरु गर्न सकिन्छ। तपाईहरुले आफै कोसिस गर्नु होला। मैले अलिकति तपाईहरुलाई उ मात्रै देखाइदिएको, डेमो मात्रै। ल है त, तपाईहरुले अब देख्ने कोसिस सिक्नु भयो होला भन्ने मलाई जहाँसम्म लाग्छ। धेरै जसोले त जान्नु भएको छ होला, तर कोही नयाँ नजान्ने र तपाईहरु हुनुहुन्छ भनेपछि यसरी सिक्ने हो। धन्यवाद।